रमाइलो गरेर यात्रा गर्नु होला होइन। सबैको सेफ्टीलाई नै ध्यानमा राखेर अब कहिलेकाहीँ यस्तो मिस्टेक हुन्छ होइन, त्यो मिस्टेकलाई हामी सुधार्छौँ। यसपालि आजको दिनमा चाहिँ हामीले यो मेरो बसमा पहिलो इनिसिएटिभ गरिरहेको छु, त्यही भएर पनि म आफै आएको र प्लस अर्कोहरूको यो सिटको कारणले गर्दाखेरि पनि म आफै आएँ। यसमा बेसिक मेडिसिन्सहरू छ। बेसिक मेडिसिन भनेको तपाईँको टाउको दुखेको, ग्यास्ट्रिकको, डाइरिया लागेको जीवनदलहरू पनि छ र स्पेसली महिला दिदीबहिनीहरूको लागि अब नेचुरल कुरा हो, पिरियड हुन्छ जाँदा जाँदै कतिलाई थाहा हुँदैन होइन। सो त्यसको पनि व्यवस्था गरेको छौँ यहाँनिर। त्यस्तो केही प्रब्लम पऱ्यो भने हाम्रो कन्डक्टर भाइहरू हुनुहुन्छ, उहाँलाई यो मेडिसिन माग्नुलाई नहिचकिचाउनु होला। किन भन्दाखेरि तपाईँहरूको यात्रा नै राम्रो होस्। कसैलाई हिँड्दै टाउको दुख्छ, अघि दिदीले भन्नुभयो जस्तो बमिट आउँछ, अब मेबी यो औषधि खाएर ठिक हुनसक्छ भने औषधि छ, अब होइन अरूको लागि चाहिँ हामीले प्लास्टिकको पनि व्यवस्था गरेको छौँ है। र कसैलाई कि सानो अब कहीँ घाउ चोटपटक लाग्यो भने पनि बेटाडिन, ह्यान्डिप्लास्टहरू सो बेसिक जति पनि चाहिने मेडिसिन छ त्यो हामीले यो बक्समा राखेको छौँ र तपाईँहरू कम्फोर्टेबल्ली माग्न सक्नुहुन्छ है त। यति भन्दै तपाईँहरू थ्याङ्क यू भेरी मच। र अर्को एउटा कुरा, तपाईँहरू टिकटक हामी कतिजनाले चलाउँछौँ? सबैले चलाउँछौँ है। यो मेरो बस अफिसियल भनेर एउटा पेज छ टिकटकमा हाम्रो होइन, त्यो पेजमा फलो गर्नु होला। हामीले त्यसमा कहिलेकाहीँ यो यसरी ऱ्यान्डम सेलेक्ट गरेर क्विजहरू पनि गराइरहेको हुन्छौँ। सो हामीले गर्न सक्ने उपहारहरू हुन्छ नि, जस्तोहरूको अब खाना फ्री होला अथवा टिकटमा डिस्काउन्ट होला अथवा अर्कोचोटि आउँदाखेरि टिकट फ्री होला, यस्ता चिजहरू हामीले त्यहाँनिर प्लेटफर्ममा अनाउन्स गर्छौँ। त्यही भएर तपाईँहरू मेरो बस अफिसियल फलो गरिदिनु होला र आफ्नो साथीभाइ फ्यामिली रिलेटिभ्सहरूलाई यस्तो पनि व्यवस्था छ भनेर प्रमोट पनि गरिदिनु होला है। यति भन्दै तपाईँहरूको यात्रा शुभ रहोस्। थ्याङ्क यू भेरी मच।